back to my channel, Smithful Vlogs. सबजना मेरो भ्लगमा स्वागत छ हैन। तपाईको हालखबर के छ हैन? सबजना ठिकै होला, आई थिंक हैन। ठिक नभएकोहरु ठिक हुन पर्यो हैन। आज चाहिँ म भर्खर उठे हो। खै कति बज्यो? 3 बज्यो होला हैन। यस्तै हो। ढिला स्टेसन बिराला सुत्नु पर्यो नि हैन। कलेज जाने टाइममा जानुपर्छ हैन। त्यही भएर बिराला चाहिँ आनन्दले सुत्दिने हो है। अब आज चाहिँ के गर्नु पर्ला भन्दाखेरि यस्तो हैन। सपनामा पनि मैले यमर देखेको थिएँ। त्यही भएर अब यमरी नै बनाएर खाने सोचमा छु हैन गाइज। मलाई चाहिँ यमरी चाहिँ अलिअलि बनाउन आउँछ किनकि पहिला हाम्रो अमर दाइले सिकाएर गएको थियो है। अमर दाइ धन्यवाद हैन। भ्लग हेरेर आएको छ भने चाहिँ हैन तपाईले सिकाएर गरेर मलाई हल्कट पनि बनाउन आउँछ। म हजुरलाई देखाउँछु है। मेरो दाइले सिकाएर गएको। त्यही भएर म अब सिकाएर गएको त अब सिकेपछि त बनाएर देखाउनु पर्यो हैन त गाइस। त्यही भएर म देखाउँछु है त गाइस। अब म चाहिँ आटा लिन जान लाग्यो है त। फाइनल गाइस म चाहिँ अब यहाँ रेडी गरेर आएको है बनाउनलाई। यहाँ छ हाम्रो मैदा आटा के भन्छ, यहाँ हाम्रो चाकु, यहाँ हाम्रो के भन्छ भन्दा यहाँ छ दुध है चाकु बनाउनलाई। दुध हाल्दा यहाँ दुध हाल्दैछु है। चाकुको लागि दुध चाहिन्छ है। त्यही भएर अरूले कसरी बनाउँछ आई डोन्ट नो। अझ यहाँ खुवा के खुवा रे उयो छोरा रे के भन्छ नरिवल यिनीहरू भएको भए झन् दामी हुन्थ्यो है गाइस। तर छैन होइन। इमर्जेन्सी हावा राख्नु पर्नु लाग्यो केही छैन। तर केही छैन हामीलाई यति कुरा नि हुन्छ है। चाकु हाल्नु छ कसरी बनाउँछ चाहिँ थाहा छैन मलाई। यस्तो चाकु हालेर होइन कस्तो ट्राई हेर्नु लाग्यो मैले। अब म एकछिनमा भेट्नु लाग्यो त गाइज। अब आटा साटा बुनेर म चाहिँ यहाँ अब होइन आटा बुन्दैछु टक्क लाएर। आटा साटा मैदा सैदा के हो होइन छुटु के हो मलाई थाहा छैन। म लिएर आएको आमाको घरमा गएर लिएर आएको बुन्दैछु टक्क लाएर। पानीको हाल्नुपर्ने हुन्छ अब हामीले होइन। यहाँ चाहिँ चाकु पाक्दैछ खट्रै पारामा। कति खाने होइन हामी त अलि थोरै खानु बानी छैन नि त होइन। योपालि हाम्रो अस्ति बनाउनु मिल्दैन है। त्यही भएर खाना नपाएको आज खाना मन लाग्यो त्यही भएर खाना लगाएको। लगाएर एकछिनमा लगाएर गाइस फाइनली होइन सब रेडी भएर म 2-3टा नि बनाएर ट्राई गरिसकेँ है। यहाँ छ हाम्रो चक्लेट होइन अरू नि छ होइन। हाम्रो टक्क जसरी बनाउनु आउँछ त्यसरी बनाइदिएको। यो चाहिँ पुरानो जमानाको जस्तो होइन। अब यो त्यस्तै हो गाइस। अब बनाउँदै जान्छु म होइन टक्क लाएर देखाइराख्नु लाग्ने होइन बिचबिचमा। ओके गाइस राम्रो नै बनेन होइन। मेरो पालि रिस उठ्यो अनि मैले बनाएन। मम्मी आउँछ अनि बनाउने भनेर बसिरहेको छु है। आटा लिने मलाई हाने के हेपे जस्तो लाग्यो। त्यही भएर मैले आटा नि त्यहीँ हालेँ होइन। मेरो लागि भनेर मैले चाहिँ टक्क ल्याएर 4-5वटा जति बनाएको छु होइन। टक्क अब पकाएर खाने हो के गर्नु होइन। यस्तै हो बनाउनु आएपछि यो चाहिँ फर्स्ट ट्राई गरेको फ्लप खाएको मैले। त्यस्तै हो गाइस चाउलाग्दो
यो आँटा नि खोइ के भयो बाइट बढी भयो कि पानी नपुगे के भयो नि थाहा भएन क्या त्यो भएर ल्याङ गएर आएको यस्तै हो अब होइन के भन्नु र अरू मम्मीले चाहिँ आज मार्ने पो मलाई होइन चिङ्गाएर नि माथि हो आज चाहिँ मम्मीले मार्ने पो यो भयो भने मलाई त काट्ने भयो मैले चाहिँ अब सफा गर्नुपर्ने हुन्छ यसलाई च्याम्चु मानेर मार्नुपर्ने हुन्छ होइन यिनीहरूले साह्रै दुःख दिएको या त फोहोर गर्ने होइन यिनीहरूको काम केही छैन क्या अरू घरमा पनि फोहोर गर्ने अरूको घर होइन यिनीहरूको सोचै त्यसमा हुन्छ होला है अब यिनीहरूलाई चाहिँ सबले मार्नुपर्ने हुन्छ होइन त्यस्तो फोहोर हुने अरे हेर के भन्नु यार अब यिनीहरूलाई चाहिँ मार्नुपर्ने हुन्छ गाइस अब एकछिनमा भेटौँला है त यिनीहरूलाई मारेर यिनीहरूले गाइस यहाँभरि चाहिँ पाकिसकेको छ है कलाएर होइन पाकिसकेको छ हाम्रो यहाँभरि म चाहिँ एकटै साँच्छु मिठो मुखमा फुला स्वाद आउँदैछ स्वाद आउँदैछ स्वाद आउँदैछ मिठो 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 हाम्रो अर्को चक्लेट स्वाद आउँदैछ स्वाद आउँदैछ म चाहिँ यसमा अब मेरो तरिकाले खान्छु टक्क हालेर होइन ल गाइजलाई म एकछिनमा भेटौँला है त गाइज खाना चाहिँ मिठो मिठो लाग्यो होइन तर त्यो आटाले मलाई आटा मैदा के अब त्यसले गर्दा यस्तो झ्याउ भयो कि होइन गाइज बनाउनै नरमाइलो लाग्यो अब मम्मी आउँछ अनि मम्मीले आटा टक्क राम्रोसँग उयो गरिदिन्छ अनि बनाउने हो गरेर ओके देखाउँछु म गाइजहरूलाई अब एकछिनमा गएर लगाएर गाइज अब चाहिँ हामी फाइनली अझ बनाउनु लागेको है होइन भएर अझ बनाउनु लाग्यो है हाम्रो चाहिँ अब यहाँ तयार भइरहेको छ है अब फाइनली मनी बनाउँछु होइन देखाउँला है त ओके गाइज मैले चाहिँ बनाइसकेँ है यहाँ यस्तो यहाँ नि 4-5 अर्को नि बनाइसकेको छु मैले होइन मम्मीले 3टा बनाएको मैले बनाएँ टक्क ल्याएर 3टा मम्मीको 1 2 3 4 5वटा मेरो है त यस्तै हो अब राम्रो बन्दै जान्छ होइन बनाउँदै टक्क ल्याएर बनाइसकेपछि राम्रो भन्नु परेन गाइज पऱ्यो नि होइन त्यही भएर यस्तो होइन दामी बन्दैछ आजको हाम्रो भ्लग चाहिँ यतै समाप्त गर्दैछु है अब हामी नेक्स्ट भ्लगमा भेटौँला है त गाइज सी यु अल